अहिले कोरिया आउनलाई चाहिँ स्टुडेन्टहरूलाई चाहिँ एकदम धेरै क्राइटेरियाहरू बढाए होइन। पहिला पहिला चाहिँ धेरै मान्छेहरू D4 भिजा D2 भिजामा एकदमै धेरै मान्छेहरू आउने एकदम धेरै ट्रेन चलिरहेको थियो नि। अहिले चाहिँ अब त्यो D4 भिजा र D2 भिजामा चाहिँ क्राइटेरिया बढायो। कोरियन सरकारले चाहिँ अलिकति धेरै त्यो क्राइटेरियाहरू बढाएको हुनाले अहिले चाहिँ हाम्रो नेपालमा चाहिँ बजार तातिरहेको भिजा छ अहिले D47 भिजा D46 भिजा होइन। त्यही भएर चाहिँ आज सबैले सोधेको प्रश्न D46 भिजा भनेको के हो होइन। कोरिया आउने मान्छेहरूलाई एकदम धेरै इन्ट्रेस्टिङ भएको हुनाले होइन D2 भिजा र D4 भिजा चाहिँ क्राइटेरियाहरू एकदम धेरै बढायो नि त कोरियन सरकारले। अनि त्यही भएर चाहिँ अहिले नेपालमा चाहिँ एकदम बजार तताइरहेको भिजा भनेको D46 भिजा D47 भिजा यिनीहरू एकदम मार्केटमा हल्ला खल्ला आइरहेछ होइन। तर त्यो भिजा एक्ज्याक्ट के हो भनेर चाहिँ मान्छेहरू एकदम धेरै कन्फ्युज भइरहेछ। सो त्यही भएर चाहिँ आज मैले जानेको बुझेको हजुरहरूलाई चाहिँ सेयर गर्न गइरहेको छु। आज चाहिँ म D46 भिजाको बारेमा चाहिँ मलाई थाहा भएको मैले रिसर्च र यता साथीभाइसँग बुझेको कुराहरू चाहिँ हजुर सेयर गर्न गइरहेको छु। सो आज कुरा गरौँ D46 भिजाको है त। D46 भिजा भन्ने बित्तिकै अगाडि D4 आइसक्यो नि त। D4 भन्ने बित्तिकै पहिला नि D4 भिजामा त एकदम धेरै मान्छेहरू आइरहेको थियो नि त होइन। हो त्यही D4 कै अन्डरमा आउने भिजा हो एउटा D46 भिजा पनि। D4 भिजामा चाहिँ कोरिया आएर अब कोरियन ल्याङ्ग्वेज पढ्ने अनि यहाँ मजाले पढ्ने त्यही भिजालाई चाहिँ D4 भिजा भन्थ्यो नि। अहिले D46 भिजा भने चाहिँ भोकेसनल ट्रेनिङ भिजा हो क्या होइन। अब त्यो पनि ट्रेनिङ भिजा नै पर्यो नि त। D4 भिजा नि अब पहिला आएर ल्याङ्ग्वेज पढ्ने यहाँको कोरियन ल्याङ्ग्वेज पढ्ने थियो भने अब D46 भिजा नि अलमोस्ट त्यस्तै सेमै पर्छ। भोकेसनल ट्रेनिङ भिजा भन्छ होइन, त्यसलाई इन्टर्नसिप भिजा पनि भन्छ होइन। D46 भिजामा चाहिँ एजले चाहिँ कति एजसम्म चाहिँ मान्छे आउन पाउँछ, कतिसम्म चाहिँ कोरिया अप्लाई गर्न पाउँछ भन्ने तपाईँहरू कन्फ्युज भएर हुनुहुन्छ भने चाहिँ 18 वर्षभन्दा माथि र 30 वर्षभन्दा चाहिँ भित्र हुनुहुन्छ भने तपाईँले कोरियाको लागि मजाले अप्लाई गर्न सक्नुहुन्छ। D46 मा पनि D47 मा नि अलमोस्ट सेमै हो, त्यो चाहिँ पछि आउँछ भिडियो होइन। तपाईँहरूले भन्नुभयो भने D47 को नि बनाउँछु। आज चाहिँ D46 लाई मात्रै समेटेर बनाउन लागिरहेको छु होइन। अब D4 भन्ने बित्तिकै त अब तपाईँहरू बुझ्नुहुन्छ ल्याङ्ग्वेज भिजा। पहिला ल्याङ्ग्वेज भिजामा आउँथ्यो भने अहिले चाहिँ अब यो D46 भिजा भने चाहिँ अब कोरिया आएर इन्टर्नसिप गर्ने कुनै पनि सब्जेक्टमा यदि तपाईँले नेपालमा डिग्री गरिसक्नु भएको छ भने होइन। अन्त एउटा यसलाई यो भिजालाई चाहिँ अब मेन भने भोकेसनल ट्रेनिङ भिजा भन्दा नि हुन्छ होइन। त्यही नै भोकेसनल ट्रेनिङ भिजा भन्नुहोस् तपाईँहरूले बुझिसक्नु भयो होला होइन। यसको एउटा अलिकति क्राइटेरिया हुनु टपिक लेभल 1 चाहिँ तपाईँले पुरा गर्न सक्नुपर्छ। टपिक लेभल 1 त्यस्तो धेरै गाह्रो हुँदैन, तपाईँले कोरियन चाहिँ पढ्नै पर्यो नि त। अब अलि त्यो कोरियाको मान्यता प्राप्त हुन्छ नि, त्यहीबाट तपाईँले टपिक लेभल चाहिँ 1 चाहिँ तपाईँले कटाउनु पर्यो। यसलाई अब तपाईँले अब 12 मात्र क्लियर गरेर तपाईँ आउन सक्नुभयो होइन। यसलाई जिपिएले खासै फरक पर्दैन क्या। आइएल्स चाहिए होइन, त्यही अब तपाईँले चाहिने भनेको कोरियन लेभलमा लेभल 1 पास गर्न चाहिँ सक्नुपर्छ। तर त्यस्तो स्ट्रिक हुँदैन, लेभल 1 पास गर्छ अलमोस्ट अलिकति पढिसकेपछि, तर पढ्न त पर्छ। यदि तपाईँले फेरि राम्रोसँग पढ्नुभयो होइन, अब लेभल 2 लेभल 3 नै आउने हिसाबले तपाईँले पढ्नुभयो भनेपछि तपाईँको कोरियामा आएर लाइफस्टाइल चाहिँ बवाल हुन्छ होइन। बवाल भन्नाले तपाईँले अब काम खोज्न सक्नुहुन्छ। काम खोज्नु सक्नुभएपछि काम गर्न सक्नुहुन्छ। काम गरिसकेपछि पैसा कमाउँछ। लास्टमा आउनु त पैसै कमाउनु त आउने होइन हजुर कोरिया, कि पढ्नै मात्र आउने हो भने चाहिँ होइन अब अप्सन धेरै नै हुन्छ। अब कमाउने रमाउने हो भने चाहिँ ल्याङ्ग्वेजले चाहिँ एकदम ठुलो रोल खेल्छ होइन। त्यही भएर चाहिँ ल्याङ्ग्वेजलाई चाहिँ एकदम धेरै फोकस गर्नु सुरुबाटै। अनि आएर अब तपाईँ D46 मा आएर पनि तपाईँ लास्टमा युनिभर्सिटी जोइन गर्न सक्नुहुन्छ। ब्याचलर मास्टर अब आफूले कति गर्नुभएको छ नेपालमा त्यही अनुसार गर्न सक्नु भइहाल्छ। अलिकति फाइदा भने चाहिँ अब तपाईँलाई अब एजको खासै प्रब्लम भएन, तपाईँ 18 to 30 मजाले अप्लाई गर्न सक्नुहुन्छ होइन। अनि ग्यापको पनि त्यति प्रब्लम भएन, तपाईँको अब कति 2 वर्ष 4 वर्ष कति ग्याप छ भने पनि आफूले यो भोकेसनल ट्रेनिङ भिजाको लागि हुनाले त्यति धेरै आतिनु पर्दैन होइन। ग्यापले नि एक्सेप्ट गर्छ होइन। एक्ज्याक्टली कति एक्सेप्ट गर्छ थाहा त्यो ग्याप एक्सेप्ट गर्छ भने होइन। यदि तपाईँहरू पनि कोरिया आउँदै हुनुहुन्छ भने चाहिँ होइन ल्याङ्ग्वेज चाहिँ एकदम राम्रो सिकेर आउनुहोस् होइन। तपाईँलाई एकदम धेरै सजिलो हुन्छ। कोरिया आइसकेपछि तपाईँलाई बस्न घुम्न डुल्नदेखि लिएर काम गर्न, यदि तपाईँले कोरिया आएर ल्याङ्ग्वेज 0 हुनुभयो होइन, अब त्यहाँदेखि तपाईँलाई अब कोरियन भाषा आउँदैन भने त तपाईँलाई खासै काममा त्यति हुँदैन क्या, सपोर्टै हुँदैन तपाईँलाई। त्यहाँदेखि काम पाउनु मुस्किल हुन्छ। अनि काम नपाएपछि तपाईँ अब फेरि धेरै सोचहरू आउन सक्छ। सो त्यही भएर चाहिँ ल्याङ्ग्वेजलाई फोकस गर्नुहोस्। यदि तपाईँहरू कोरिया आउने सोच गर्दै हुनुहुन्छ चाहिँ एभ्री टाइम पे अब म चाहिँ ल्याङ्ग्वेज राम्रो बनाउँछु भनेर सोच्नुहोस्। अब यो D46 D47 मा आउँदै हुनुहुन्छ भने चाहिँ अब आइएल्स नेसेसरी भएन। अनि त्यहाँदेखि कोरियाको लेभल 1 चाहिँ के टपिकमा चाहिँ तपाईँले लेभल 1 चाहिँ ल्याउनु पर्ने भयो। अनि त्यहाँदेखि त्यही हो। अब यसको फाइदा पनि छ बेफाइदा पनि छ होइन। फाइदाबाट हेर्नु न होइन, अब तपाईँ कोरिया इन्ट्री भइसकेपछि तपाईँले जे गर्न सक्नुहुन्छ कि मेन कुरा होइन। तपाईँ इन्ट्री हुनु कुनै पनि एउटा भिजामा अनि इन्ट्री भएपछि आफूलाई मन लागेको भिजा अब स्टुडेन्टबाटै लाइन स्टुडेन्टकै अब हुन्छ नि त लेभल। अब D4बाट हामी D2 गयौँ, D2बाट अब E7 F2R हरेक भिजा बनाउन सक्नुहुन्छ। अब तपाईँ D46 मा आएर नि तपाईँले E7 F2Rहरू बनाउन सक्नुहुन्छ। तर त्यसको पनि क्राइटेरियाहरू हुन्छ होइन। तपाईँले त्यो मिट गर्न सक्नुपर्ने हुन्छ। तपाईँ नमिल्ने होइन,
त्यही भएर त्योभन्दा चाहिँ बेस्ट अप्सन भने तपाईँ D47 मा D46 मा आएर पनि तपाईँ D2 मा जानु न, अनि D2 मा जानु, आफ्नो ब्याचलर सकाउनु, मास्टर सकाउनु होइन। अनि त्यसपछि तपाईँले बुझ्दै जानुहुन्छ, कोरियामा भिज्दै जानुहुन्छ। अनि त्यसपछि तपाईँले F12 बनाउने कि E7 बनाउने कि अब के बनाउने होइन, अरू अरू भिजाहरू पनि हुन्छ। तपाईँ अब के भन्ने त्यो भन्न नमिल्ने भिजाहरू पनि हुन्छ, त्यस्तोतिर नि तपाईँहरू बस्न सक्नुहुन्छ होइन। अब तपाईँ पैसा कमाउने जाने अब कुन हिसाबले तपाईँ कोरिया आउनुहुन्छ त्यसमा डिपेन्ड गर्छ गाइज होइन। अनि अब इन्फर्मेटिभ भिडियो के भिडियोमा कुन चाहिँ विषयमा तपाईँहरूलाई अलिकति क्युरियस हुन्छ नि, तपाईँहरूलाई त्यस्तो क्युरियस छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस् होइन। म भिडियोहरू लिएर आउँछु इन्फर्मेटिभ भिडियो अबाउट कोरिया होइन। अनि त्यहाँबाट भ्लगहरू नि आउँछ कोरियाको, च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस्। अनि पहिला चाहिँ म अलिकति धेरै एक्टिभ थिएँ युट्युबमा, अनि अहिले चाहिँ अलिकति 5-6 महिना अब भिडियोहरू नहालेको, सो अहिले फेरि हाल्न थालिरहेको छु। अनि त्यही भएर कन्टेन्टहरू दिनुहोस् तपाईँहरू पनि। अनि तपाईँहरूलाई क्युरियस भएको कुराहरू नि कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस्। म भिडियो बनाउँछु गाइज मैले थाहा भएको अनि रिसर्च गरेर। सो मेरो साथीहरू पनि छ युट्युबर साथीहरू, सो उनीहरूसँग नि बसेर भिडियोहरू बनाउँछु। अब हाम्रो पनि युनिभर्सिटी सुरु हुन लागिसक्यो। अब तपाईँ किन अहिलेसम्म स्टुडेन्ट नै भनेर एकदम क्युरियस हुनुहुन्छ भने, म अब कोरिया आएको नि 5-7 वर्षै भयो क्या होइन। अब स्टुडेन्टमै छु स्टिल। अब मलाई पढ्दै काम गर्न एकदम मलाई रमाइलो लागिरहेछ क्या होइन। अब पढ्दै राम्रो इन्कम नि गरिरहेको छु, अनि त्यहाँबाट पढि पनि रहेको छु, अनि घुमि पनि रहेको छु। सो त्यही भएर चाहिँ म स्टुडेन्टमै छु। अब हामीले मिल्ने भिजाले F12 पनि मजाले चेन्ज गर्न सक्छ। त्यही हो गाइज, अब बिस्तारै दामी ब्लगहरू ल्याउँछु, युनिभर्सिटीको भ्लगहरू ल्याउँछु, युनिभर्सिटीमा गएर साथीभाइहरूसँग कुरा गरेर भिडियोहरू बनाउँछु गाइज। अनि आजको भिडियो चाहिँ थोरै धेरै तपाईँहरूलाई इन्फर्मेसन दिएको छु, के कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। अनि नयाँ भिडियोको लागि कमेन्ट गर्नुहोस्। अब दामी भिडियो आउँछ, भ्लग आउँछ। अनि त्यहाँ तपाईँहरू मेरो सर्ट पनि हेर्नुहोस्, सर्टमा नि मैले अलिकति ट्राभल गरेर घुमेको ठाउँहरूको सर्टहरू पनि बनाइरहन्छु। आजको लागि यहीँसम्म गाइज, बाई बाई।